Hello everyone, Seva हो वेलकम टु आवर ब्लग। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला है। हामी पनि एकदमै सन्चै छौँ। घाम त लागेको छैन कि आज, घाम लागेको छैन, तर थोरै गर्मी छैन, तातो न तातो नि नानी। कहाँ जाँदैछौँ भन? हामी चाहिँ आज चोक जाँदैछौँ। भन न। आज चाहिँ हामी डेन्टल जाँदैछौँ दाँत निकाल्न। कसको दाँत निकाल्नु भन? मेरो र तपाईँको। हाम्रो चाहिँ दाँत निकाल्नु गएको, हाम्रो नानीको चाहिँ तालै पलेर त्यो हल्दीको पनि नफुकालेर तालै रहेछ। अनि मेरो चाहिँ किराले खाएको थियो। अनि गएको हामी चाहिँ डेन्टलतिर। है देख्दैन ल, घाम चाहिँ छैन, के साह्रो रापो। फुल मलाई कति मन परेको, अरूको टिप्नु पनि सक्दिनँ। एउटा टिपेर गालामा अरे कानमा लगाएर गर्नु मन, टिकटक बनाउनु मन, फोटो खिच्नु, अरूको के गर्नु र। यहाँ थियो अलिक। ओ यस्तो छ, खै म त देख्दिनँ त, खै त ल। यस्तो छ उसको दाँत चाहिँ। मेरो हेर्नु है। देखिन्छ, हेर त नानी। कता हो? देख्यो। किराले खाइहाल्यो। यस्तो खतरा छ कि मेरो त झन्। घाम चाहिँ छैन कि, यस्तो छ पानी पर्दा जस्तो, तर थोरै तातो छैन। आज म जामा लाएर परी जस्तो जाँदैछु। परी जस्तो छैन, त्यही पनि परी जस्तो हुनु खोजेको। त्यो जातिर अब हामी जान्छौँ। तातो छ, सफाइ चाहिँ यहाँ हुन्छ। जान्छौँ। यता हाम्रो छ एटिएम कार्ड। एटिएम कार्डको भिजा हो सायद। हाम्रो नानाको पनि के यस्तो पार्टी डाल्दा चाहिँ देखाइदिन्छ, देख्दैन। अनि चाहिएको पनि गर्नु। मैले बाँधेको थियो नि त हाम्रो नानीको पहिला। अहिले अस्ति चाहिँ यसरी गिर्दादेखि गइरहेको त्यो पी बाहिरको भन्दै थियो। लगाएको थिएन, आज तिनजना गएको यसरी मैले खान्छ नि त। गर्मी हुन्छ क्या कपाल नयाँ दात आइसकेको छ। ख्याल गर्नु ल, हौ त्यो 24 घन्टा खुला नगरिदिने, बुझ्यो भाइ? अलिक त रुई गयो नि थोरै रुई गयो। जिब्रो यत्रो लाग्यो त, यत्रो मोटो जस्तो लाग्यो जिब्रो। आगाएर त जिब्रो यत्रो भइरहेको छ नि नानी, बोल्नु अब चाहिँ भयो। अब त जिब्रो त यत्रो भइरहेको बोल्नु न। एकदमै सफा लागिहाल्नु नि। मैले त जाने नगर्नु भने गरेर हामी निस्केको हो। जिब्रो चाहिँ यत्रो छ कमरुवाको। त्यो अमिलो हामी त गएको घर फर्केको जिब्रो यत्रो भइगएको बोलेको जस्तो लाग्यो। मेरो चाहिँ यो उ गरिरहँदाखेरि क्या इनर बाहिर भिडियो
भिडियो गरिदियो म पनि हेर्छु कसरी देखिन्छ भनेको त भिडियो गरिदिएन रहेछ भिडियो चाहिँ क्लिक चाहिँ गरेको रहेछ उयो स्टार्टै गरेको रहेछ क्यामेरा अन गरिदिएको गरेको स्टार्टै पो गरेन रहेछ लास्टमा निस्किसकेको रहेछ नि त तर ल त अब हामी घर पनि आइसक्यौँ आजको ब्लग यस्तै भयो मैले गएर हेरिदिनु अलि रमाइलो त गरेर रमाइलो पनि छैन त्यो पनि हेरिदिनु होला आजलाई बाई 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 गर अर्को भिडियोमा भेटौँ ल